थिएन, पानी आउनु लागेको थियो। तर पनि अब काम गर्दा त पसिना अवश्य नै आउँछ र अझै मेरो कति काम बाँकी छ। त्यो कपडाहरू चाहिँ इग्नोर गरिदिनु ल। त्यो कपडा चाहिँ बुटिकबाट आएको कपडा हो क्या, अनि मलाई त्यसमा भिडियो सुट गरेर दिनुपर्ने थियो। त्यही भएर मैले त्यो चाहिँ टच पनि गरिनँ, किनभने मैले त्यो लिएर आएर मात्रै राखेको थिएँ, सुट पनि गरेको थिइनँ। यता चाहिँ मेरो मिरर, अनि त्यो पनि मैले बाहिर लगेर राखिदिएँ कि धुलै चिप्किन्छ नि त अब बढाल्ने बेलामा। बढाल्दाखेरि चाहिँ कसले मैले जस्तै यस्तै बसेर झाडु लगाउनुहुन्छ भन्नुहोस् ल, कमेन्ट गर्नु ल। किनभने म सानैबाट यस्तै नै झाडु लगाउँथेँ कि मेरो मम्मीलाई नि मैले यस्तै गरेर झाडु लगाएको देख्थेँ कि, अनि त्यसपछि मलाई नि यस्तै गरेर लगाउन आउँछ कि घोप्टे परेर लगाउँदा त कस्तो निख्रेन जस्तो लाग्छ। अनि त्यसपछि मैले चाहिँ पुरा डिप क्लिनिङ गर्दै थिएँ कि मैले चाहिँ सित्तिमित्ती मैले सफा गर्दिनँ। सफा गरिसकेपछि चाहिँ मलाई पुरै सफा चाहिन्छ कि, त्यही भएर झाडु पनि दुईचोटि लगाउँदै थिएँ। डस्टबिन भने मैले अस्ति फोहोर जलाउँदाखेरि चाहिँ डस्टबिन पनि चलाइदिएछु। यता चाहिँ पोछा एकदम फोहोर थियो, त्यही टाइममा चाहिँ मैले पोछा सर्फमा भिजाउँदा सिङ्क पनि सफा गरेँ, टयलेटमा नि हार्पिक हालिदिएँ र यता चाहिँ म पोछा लगाउन लागेँ। पोछा लगाउँदा गर्दा चाहिँ आज मलाई पोछाले एकदम च्यालेन्ज गरिरहेको थियो। पोछा चाहिँ भाँचेको गरेको थियो, भाँचेको भन्दा पनि फुस्कै गरेको थियो होइन। अनि मलाई चाहिँ नयाँ पोछा किन्नुपर्ने छ कि भनेर एकदम सोचाइ पनि आएको थियो, तर पैसा कन्ट्रोल गर्नु पऱ्यो नि त, स्टुडेन्ट लाइफ हो नि त। अनि मैले चाहिँ यही पोछा म बनाएर जस्तै भए पनि बनाएर लगाउँछु भनेर मैले दुईचोटि पोछा लगाउँछु कि, देख्नुभयो होला नि है। अरू बेलामा 3चोटि लगाउँथेँ, सन्चो नभएर चाहिँ मैले आज दुईचोटि, एकचोटि सर्फ पाल्ने, एकचोटि फिनाइल मात्रै लगाएँ र फेरि पोछा फुस्केको थियो। तर मैले फेरि बनाएर फेरि लगाएँ र मैले चाहिँ फिनाइलले लगाउँदै थिएँ। यो पटक चाहिँ अगाडि मैले सर्फले लगाएको थिएँ र यही समयमा चाहिँ मैले आफ्नो काम सकिसकेको थिएँ, मतलब अब सरसफाइ चाहिँ सकिसकेको थियो र म एकदम खुसी हुँदै चाहिँ हेर्नु न, आफै फोहोर गर्ने आफै सफा गर्ने जस्तै। यहाँ चाहिँ पार्सल आएको थियो, पार्सल पनि मैले खोल्नु भ्याएको थिइनँ होइन। अघि मैले भन्दै थिएँ नि त, आफै सफा गर्ने आफै फोहोर गर्ने जस्तै। हेर्नु न, अब म त्यो खुसी हुँदै देखाउँछु किनभने मलाई एकदम खुसी लाग्यो नि त। घर सफा हुँदा चाहिँ त्यो थेरापी जस्तो हुने रहेछ क्या, आफ्नो मन चाहिँ हल्का भए जस्तो हुन्छ। मलाई मात्र हुन्छ कि हजुरहरूलाई पनि हुन्छ, कमेन्ट गर्नु ल। र यो चाहिँ मेरो हल्का नजारा हो, एकदम सफा भइसकेको छ झाडु पोछा भएर, र मैले झ्यालहरू सबै ड्यापडुम लगाइसकेको छु। अनि त्यसपछि र मेरो किचन पनि एकदम सफा भइसकेको छ, एकदम चकाचक भइसकेको छ। र आउनुहोस् मेरो बेडरुम पनि हेरौँ, बेडरुम पनि एकदम सफा भइसकेको छ। यहाँ चाहिँ मलाई यो बेड चाहिँ कस्तो भएको छ भने, मलाई आज राति सुत्नु नै नपर्यो हुन्थ्यो, बस्नु नै नपर्यो हुन्थ्यो, किनभने बिग्रिहाल्छ नि त, त्यस्तो भएको थियो क्या। अनि त्यसपछि आज चाहिँ मेरो सरसफाइ सक्यो, त्यो कपडा चाहिँ म फेरि म्यानेज गर्नेछु अर्को पटक। बाई बाई, आजको लागि चाहिँ यति नै। तर मेरो काम भने चाहिँ अझै सकेको छैन।